हार्दिक स्वागत छ। हामीले अब प्रायः जसो महिनाको पहिलो हप्ता यहाँहरूलाई बोलाएर महिनाभरिका हाम्रा गतिविधिहरू यहाँहरूलाई सम्प्रेषण गर्ने गरेका छौँ। त्यसपछि जति पनि हाम्रा घटनाहरू हुन्छन् ती घटनाहरूलाई मेल मार्फत अथवा चाहिँ फोन मार्फत हाम्रो सूचना अधिकारी मार्फत तपाईँहरूलाई नियमित रूपमा सूचना दिँदै आएका छौँ। जिल्ला प्रहरी कार्यालय र यस मातहत भएका अनुसन्धानात्मक अपरेसनल अनि प्रोएक्टिभ पुलिसिङ कमिटीका विषयहरूलाई चाहिँ जनमानससम्म पुर्याएर जुन सहयोग गर्नुभएको छ त्यसको लागि हामी तपाईँहरूलाई हार्दिक स्वागत गर्दछौँ। र आजको विषयको सन्दर्भमा चाहिँ केही समय पहिला यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। यो तारापट्टीको एरियामा यो पुलको तल एउटा देवारिसे शव चाहिँ फेला परेको छ। त्यो पनि कुहिएको अवस्थामा बोरामा प्याक गरेको अवस्थामा शव भेटिएको थियो। र त्यसमा चाहिँ हामीले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंह ज्यूको अध्यक्षतामा संयोजकत्वमा एउटा अनुसन्धान टोली गठन गरेका थियौँ। र त्यो अनुसन्धान टोलीमा हाम्रो धनुषाधामको इन्स्पेक्टर साहब समेत त्यसमा हुनुहुन्थ्यो र अन्य अनुसन्धान टोली हुनुहुन्थ्यो। र यो धनुषाको सन्दर्भमा चाहिँ हामीले अन्यत्र जिल्लाभन्दा हाम्रो फरक के छ भने अनुसन्धानमा हाम्रो सादा पोसाकको टोली खटिन्छ। कुनै पनि घटना घट्यो भने हामी चाहिँ यही मुद्दाको टोलीले डकुमेन्टेसन गर्ने, त्यही टोली अनुसन्धानमा हामी खटाउँदैनौँ। अनुसन्धानको लागि छुट्टै टोली छ, सादा पोसाकमा खटिन्छ। र त्यो टोली अनवरत रूपमा यो काममा खटिरहेको थियो। र अब यसको म सरसर्ती तपाईँहरूलाई पढेर सुनाउन चाहन्छु। श्रीमान र श्रीमती मिलेर यो मानिसको हत्या गरेर अनि त्यसपछि पुलमुनि फालेको अवस्था रहेछ। हामीले अनुसन्धान गर्दै जान्छौँ। अनि यो मृतकको नाम चाहिँ शहीद अन्सारी, बुवाको नाम रियासत मिया, उमेर 33 वर्ष, अनि वतन चाहिँ धनुषा कमला नगरपालिका 6 वार्ड नम्बर 6 नम्बर वडा सिङ्गाई मना। र जायरवाली चाहिँ अजिमा खातुन, मृतकको श्रीमतीले चाहिँ जायरी दिनुभएको छ। प्रतिवादीको नाम थर वतन चाहिँ जिल्ला धनुषा मिथिला बिहारी नगरपालिका सिरसिया टोल 6 बस्ने राजकिशोर यादवको श्रीमती 24 वर्षको अनिता कुमारी यादव चाहिँ हाम्रो अहिले नियन्त्रणमा छिन् भने उनको श्रीमान समेत यसको प्रतिवादी रहेका छन्। यो घटनाको सन्दर्भमा मिति 2081 पुस महिना 4 गते दिउँसो अन्दाजी 3 बजेको समयमा धनुषाको मिथिला बिहारी नगरपालिका वार्ड नम्बर 2 मा पुरन्दा टोलको परशुराम तलाउ नजिकै जनकपुर धनुषाधाम सडक खण्डमा अवस्थित खैरा खोलाको पुल मुनि नामथर वतन नखुलेको अन्दाजी वर्ष 30-35 को पुरुष व्यक्तिको निधार र घाँटीको भागमा गहिरो काटिएको घाउ रहेको, जुटको बोराभित्र पोको पारी बाँधिएको अवस्थामा मृत लास फेला परेको थियो। र तत्काल चाहिँ हामी तुरुन्तै त्यहाँबाट खटिएर गयौँ। यहाँबाट हामी सिनियर अफिसर लगभग धेरै जसो त्यहाँ पुगेका थियौँ, किनभने अनुसन्धान गर्ने अफिसर चाहिँ एकचोटि घटनास्थल तुरुन्तै हेर्नुपर्छ भन्ने हिसाबले म गएको थिएँ, देश साहब इन्स्पेक्टर साहबहरू जानुभएको थियो। र त्यसपछि हाम्रो अनुसन्धान टिम जुन छ त्यो टिम पनि त्यहाँ गएको थियो। र प्रारम्भिक अनुसन्धान कार्य तत्काल हामीले पुरा गऱ्यौँ। मृतकको पहिचान नभएकोले अनि मृतकको अनुहार विशेषज्ञ मार्फत हामीले स्केच गराएर हुलिया परिपत्र पनि हामीले गऱ्यौँ। र जिपरका धनुषाको फेसबुक पेजमा त्यो फोटो हामीले अपलोड पनि गरेका थियौँ। र फोटो लिएर प्रत्येक गाउँ, टोल, विद्यालय, मन्दिर, पार्टी, पौवा, उद्योग, कल कारखाना, यो जिल्लाका हरेक ठाउँमा चाहिँ हामी पुग्यौँ। गाउँका अगुवा, वडा अध्यक्ष, वडा सदस्य समेतलाई हामीले चाहिँ यो फोटोहरू चाहिँ देखायौँ। र हुलिया परिपत्र अन्य जिल्लामा नि हुलिया परिपत्र गर्यो। सामाजिक सञ्जालको माध्यमबाट समेत शनाखतको लागि हुलिया परिपत्र गरियो। र यही हुलिया परिपत्रले पछि काम गरेको छ। र 11/10 गते मृतकको श्रीमती अजिमा खातुनले चाहिँ त्यही फोटो हेरेर अनि हामीलाई शनाखत गर्दैछन्। र मृतक चाहिँ शहीद अन्सारी रहेको छ। हामीलाई खुल्न आइसकेपछि यसमा के खुल्या छ भन्दाखेरि यो शहीद अन्सारीसँग अनिता कुमारी यादवको 2.5 वर्षदेखि प्रेम सम्बन्ध रहेको देखिन्छ। र कतारमा रहेको जायरवालीको श्रीमान शहीद अन्सारीको रुममेट सन्तोष तत्माबाट मृतक र प्रतिवादी अनिता कुमारी यादव बीचको सम्बन्धबारे खुल्छ।
र अनिता कुमारी यादवलाई बेला बेलामा कतारबाट पैसा पठाउने गरेको देखिन्छ। 270 कतारी रियल आएको देखिन्छ। त्यसपछि अनिता कुमारी यादवले मृतकको श्रीमतीको नाउँमा बिरामी रहेको भनेर परिपञ्च गर्छ। यिनीहरूले फर्जी रिपोर्ट बनाएर चाहिँ पठाएर आकस्मिक छुट्टी लिन लगाएर नेपाल बोलाउँछ। बोलाइसकेपछि 2 लाख बराबरको ह्यान्ड क्यास इमो मार्फत चाहिँ देखाउँछ हैन, यसले सो गर्छ लिएर आउनुको लागि। अनि मिति 81/8/26 गते जायरवालाको वालीको श्रीमान शहीद अन्सारी विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा ओर्लेर बिहान 9 बजेको समयमा अनिता कुमारी यादवको नाममा रहेको सिम कार्ड रिचार्ज गरी 91 मा प्रतिवादी अनिता कुमारी यादवको मोबाइलमा कल गरेर सोही दिन काठमाडौँबाट बीपी राजमार्ग हुँदै तारापट्टि सिरसियामा बेलुका 20-23 बजे आएको हामीले सबै अनुसन्धानबाट यो खुल्न आउँछ। अनि प्रतिवादी अनिता कुमारी यादवको श्रीमान राजकिशोर यादव चाहिँ 8 महिना 15 गते नै विदेशबाट चाहिँ नेपाल आएको भन्ने बुझिन्छ। र अनिता कुमारी यादवको श्रीमान राजकिशोर यादव चाहिँ 81 महिना 15 गते नेपाल आएको बुझियो। र राजकिशोर यादव र निजको श्रीमती अनिता यादव मिलेर योजना बनाएर शहीद अन्सारीलाई मिति 81 महिना 27 गते बिहान 11:00 बजे आफ्नै घरको सुत्ने कोठामा बन्धक बनाई बन्चरो प्रयोग गरी हत्या गरेको अनुसन्धानबाट खुल्छ। र जाहेरी दरखास्तमा उल्लेखित प्रतिवादीहरूलाई खोजतलास गर्दै जाने क्रममा प्रतिवादी मध्येका अनिता कुमारी यादव गाउँमै फेला परे र उनलाई चाहिँ अहिले 3 दिनको म्याद थप गरेर अनुसन्धान भइराखेको छ। र उनको श्रीमान चाहिँ साउदी पुगिसकेको छ र उसलाई साउदीबाट नेपाल फिर्ता गराउने सम्बन्धमा चाहिँ आवश्यक कानुनी प्रक्रिया चाहिँ सुरु भइसकेको छ। मैले यति नै के को घटनाहरू होस्, चाहे कर्तव्य ज्यानका, चाहे चोरीका, चाहे मोटरसाइकल चोरीका हैन, जति पनि घटनाहरू भएको छन् ती घटनाहरूलाई अत्यन्तै गम्भीरताका साथ आफ्ना स्रोत साधन परिचालन गरेर उच्च स्तरको समन्वय नेपाल आफ्नै जिल्लामा छिमेकी जिल्लाहरूसँग र भारतीय प्रहरीसँग समेत उच्च स्तरको समन्वय राखेर आफ्ना स्रोत साधन, वैज्ञानिक उपकरण, वैज्ञानिक प्रविधि सम्पूर्ण कुराको उच्च स्तरको प्रयोग गरेर र हाम्रा चाहिँ विज्ञ अनुसन्धानकर्ताहरूको प्रयोग गरेर हामीले सम्पूर्ण केसहरू सल्भ गरेका छौँ। र हामीले जुन त्यो क्रममा नागरिक समाजबाट हामीले समाजका विभिन्न वर्गबाट हामीले जुन सहयोग पाएका छौँ त्यो सहयोगको लागि पनि सबैमा आभार प्रकट गर्छु। र धनुषा प्रहरी धनुषा जिल्लाको शान्ति सुरक्षा कायम गर्न चाहिँ सक्षम रहेको ब्यौरा पनि यहाँ सबैलाई चाहिँ म निवेदन गर्छु।